1 2 3 को एउटा कुरा हेर्नुहुन्छ देखाऊ हरे कृष्ण आज मैले साँझ भिडियो बनाउँदैछु हैन मम्मीले यी मौसबबाट यो लिएर मौसबबाट ल्याएको यो के नमकिन कतिको ल्याउनु भयो 100 रुपैयाँ 100 रुपैयाँ पर्यो यति थोरै अनि यति ल्याउनु भएको अरु पितालाई टोपी खोइ यी 100 रुपैयाँको मलाई एउटा झिल्ली ल्याइदिएछ सेतो यो मलाई झिल्ली यो व्यापार गरेर आको मलाई झिल्ली अरे 100 रुपैयाँ टोपी पितालाई चाहिँ खतरा टोपी ल्याइदिनु भएछ पैसा राख्नलाई ठिक्क भयो टोपी 100 रुपैयाँ नमकिन तर ओराएर खाइरहेको पिरो रहेछ पिरो त राम्रो छ नि नानीले खानु मम्मी काटे गुड ठीक छ अब चाहिँ म रोटी खान लागेको आज चाहिँ हाम्रो च्याउको तरकारी मम्मीले मलाई यहाँ बोलाउनु भयो मम्मी के भुन्टी हेर्नुहुन्छ अरे मेरो मम्मी भुन्टी लभर भुन्टी हो कि के को आइरहेको भुन्टी हेर्नुहुन्छ होइन आएको छ भने मात्रै मजा सीता आएको थियो 2 दिन अगाडि हेर्नु भएन यी सीता मम्मी चाहिँ सीता हेर्नुहुन्छ सीता हेर्नुहुन्छ तपाईँले सीता कस्तो मनपर्छ भन्नु यहाँ भन्नु त मनपर्छ तपाईँलाई माफ गरिदिनु होला होइन अब चाहिँ म त्यति एक्टिभ हुँदैन युट्युबमा मेरो बोर्ड पनि हेरेर आफै म पढाइमा अहिले त्यो सिरियस हुनुहुँदैछु यो मोबाइल चाहिँ बिगार्दा छ कि युट्युबमा भिडियो पनि म अब सपोर्ट पनि मिलिरहेन कि अलिकति भ्युज आयो भने चाहिँ साहस आउँछ कि भ्युज आयो सब्सक्राइबरको 20वटा भिडियो हालिसकेको केही आएन मतलब अलिकति पनि भ्युज आइरहेको गर्छ मेरो के भइरहेको भिडियोको कन्टेन्ट अति राम्रो भइरहेको छैन दादाले क्यामेरा पठाइदिनु हुँदैछ म के गर्छु भने चाहिँ 1 हप्तामा एउटा भिडियो हाल्छु अथवा कहिले छुट्टी हुन्छ नि हो त्यो दिन म एडिट गरेर हाल्छु भिडियो यता आज छुट्टी भयो भने म आज दिनभरि एउटा भिडियो बनाएर आजै हाल्छु यता आज छुट्टी भएन जहिले छुट्टी हुन्छ स्कुल कलेज त्यतिखेर म अलिकति टाइम पाउँछु कि अब म अलिकति सिरियस हुन खोज्दैछु यो युट्युबमा भ्युज पनि आएन यदि भ्युज आएको भए त म चाहिँ लगेर हालेँ म साहस आउँथ्यो कि अब आइरहेन र म अब त्यही दादाले क्यामेरा पठाइसक्नु भयो अरे 1-2 दिनमा आउँछ अरे 3 दिन जाँदैन आज चाहिँ शनिबार हो आज पनि मैले भिडियो चाहिँ बनाइनँ अहिले पढ्दै थिएँ म कपाल काट्ने भनेको है ठुलो भइसक्यो पिता आउन चाहिँ आधी घन्टा लाग्छ 2:30 बज्छ 1 2 3 गो मैले कपाल काटेँ नि आज कपाल काटेँ नि टक्ला बाबु पान खाए अघि टक्ला बाबु पान खाए कस्तो छ राम्रो छ अहिले चाहिँ म पढ्दै थिएँ होइन अनि एउटा कुरा याद आयो मैले ब्लग बनाउनु थियो भनेर ल त आजको लागि यति नै हरे कृष्ण